त्यो खोल्सामा बसेको समयमा एउटा कमिलाले पनि टोक्न सकेन एलियालाई, कमिलाले पनि असर गर्न सकेन एलियालाई। एलिया त दासीको आत्मा, हामी त अझै पुत्रको आत्मा, शक्तिको आत्मा, तागतको आत्मा। यो चिसोले हामीलाई छुन सक्दैन, हामीलाई पिताको वचनले छुन्छ, परमेश्वरको सामर्थ्यले छुन्छ, परमेश्वरको योग्यताले छुन्छ, परमेश्वरको आशीर्वादले छुन्छ। परमेश्वरका आज्ञाकारी सन्तान हजुरहरू हुनुहुन्छ, पक्का हुनुहुन्छ। अब आशिषको भागीदार हजुरहरू नै हुनुहुन्छ। 1000% ईश्वरले काम गरिसक्नुभयो। धन्यवाद पिता, यो महान महिमा आज 1 जना 2 जना 3 जनाबाट सुरु गरेको, आज यसरी चोक चोकमा यस्तो भिड यस्तो मौसमको बावजुद पनि परमेश्वरको महिमाको लागि यति धेरै महत्त्व बुझेर यसरी ईश्वरको महत्त्व गर्नुभएको छ। त तपाईको महत्त्व ईश्वरले अरू यो संसारमा र स्वर्गमा पनि पिताले बढाइसक्नु भएको छ। धन्यवाद पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। एउटा गाउँमा धेरै समय खडेरी पर्यो, गाउँका सबै मानिसहरू आत्तिनुभयो, डराउन लाग्नुभयो, छटपटिनुभयो। तब अन्न अनाजको बिउहरू सबै मासेर खानुभयो, भुटेर खानुभयो, कसैले उसिनेर खानुभयो, कसैले उमारेर खानुभयो। सबैले त्यो बिउ बिजनलाई सबले खानुभयो। तर एकजना ईश्वरको जन हुनुहुन्थ्यो, उहाँले चाहिँ बारी खेतलाई खनजोत गर्न पनि छोड्नु भएन, मल हाल्न पनि छोड्नु भएन। अनि त्यो राखेको बिउ, अन्न अनाजको बिउहरूलाई उहाँले सुरक्षित बनाएर राखिरहनु भयो, सुरक्षित बनाएर राख्नुभयो। तब खेत पनि खन्नुभयो, बारी पनि खन्नुभयो, मल पनि हाल्नुभयो। तब ईश्वरलाई धन्यवाद गर्नुभयो। सबैले एकदम उल्ली र बिल्ली लाउनुभयो उहाँलाई, मूर्ख रहेछस् त, बरु खाइ त पेट त अगाउँछ, पेट त भरिन्छ, किन मूर्ख भएको यस्तो खडेरीको समयमा? किन खेत खनिरहेको छौ, किन बारी खनिरहेको छौ, किन मेहनत गरेको छौ, किन दुःख गरेको छौ? यस्तो धुलो उडिरहेको छ, यस्तो संसार मतलब गाउँभरि नै, यो ठाउँभरि नै एकदमै सुक्खा भइसकेको छ। तिमी मूर्ख रहेछौ, किन खनिरहेछौ, किन जोतिरहेछौ भन्दै गाउँको मान्छेहरू सबले उल्ली र बिल्ली लाउनु भएछ उहाँलाई। तर पनि उहाँले मनको सुन्नुभयो, ईश्वरको सुन्नुभयो। ईश्वरमा उहाँभित्र आशा थियो, ईश्वरमा उहाँभित्र भरोसा थियो। मैले गर्ने काम मैले गर्छु, पिताले गर्ने काम पिताले गर्नुहुन्छ। मेरो काम खन्ने हो, मेरो काम जोत्ने हो, मेरो काम बिजनलाई जगेर्ना गर्ने हो। ईश्वरको काम पानी बर्सात गराउनु हो, यी सबै चिजलाई वृद्धि विकास गराउने ईश्वरको काम हो। लागिरहनुभयो, ईश्वरलाई धन्यवाद गर्नुभयो। उहाँले ईश्वरमाथि भरोसा गर्नुभयो, आफ्नो काम गर्न छोड्नु भएन, लागिरहनुभयो। एक दिन बादल लाग्यो, सर्र झरी बर्सियो, पानी बर्सियो। तब उहाँले के गर्नुभयो? खेतबारी खन्जो तयारी थियो, खेतबारी सबै तयारी थियो, मल हालिवरी तयार पार्नु भएको थियो, झारहरू सबै फालिसक्नु भएको थियो, जमिन तयार थियो। तब पानी हर्र पर्यो, बिउ रोप्नु भयो, बिरुवा बन्यो, फुल बन्यो, फल बन्यो, सबैका खेतबारी बाँझो भयो, सबै भोकमारीमा जानुभयो। तर उहाँ भने हरियाली जीवनमा परमेश्वरले के गर्नुभयो? उहाँलाई बढाइदिनु भयो। पहिला मूर्ख भन्नुभएको थियो, पहिला खिसिट्युरी गर्नु भएको थियो, तर उहाँले आफूले गर्ने काम गर्न छोड्नु भएन। मेरो काम खन्ने हो, मेरो काम जोत्ने हो, मेरो काम झार फाल्ने हो, जमिन तयार पार्ने मेरो काम। यो जमिनको लागि
पानी बर्सात गराउने ईश्वरको काम मेरो पिताले मलाई लाजमा पर्न दिनुहुन्न। मेरो ईश्वरले काम प्रकट गर्नुहुन्छ, पानीको बर्सात गराउनुहुन्छ। विश्वास गर्नुभयो, काम गरिरहनु भयो। नभन्दै सबैजना भोकमारीमा पर्नुभयो, गाउँले सबै भोकमारीमा पर्नुभयो। उहाँ भने अरूलाई पनि दिएर आफू पनि खाने योग्य ईश्वरले बनाउनु भयो। संसारले आशा मार्नुभयो, ईश्वरको सन्तानको आशा कहिले पनि मरेन। जब आशामा निराशा गर्नु भएन नि, निराशा शैतानबाट आउँछ, आशा ईश्वरबाट आउँछ। लागिरहनु भयो, उहाँले जित्नुभयो। अरूले भुटेर पोलेर के गरेर खानुभयो, उहाँको सिद्धियो। एकचोटि पेट भरियो, सिद्धियो। तर उहाँले के गर्नुभयो, आफ्नो काम गरिरहनु भयो। त्यस्तै त आजको यो समय पनि हेर्दा झरी परेको छ, कति ठुलो पानी परेको छ। कतिले खिसी पनि गर्नुभयो होला। चौरमा महिमा छ, फेरि भवनभित्र भए पनि एउटा कुरा त लागिरहनु भयो, आउनुभयो। घर बस्नु भएन, जुट्नुभयो, आउनुभयो। तब पानीलाई फर्काइदिनु भयो ईश्वरले, तर्काइदिनु भयो पिताले। आज आनन्दसँग एकजना पनि डगमगाउनु भएको छैन। हेर्नुहोस् त कति महत्त्व छ परमेश्वरको। परमात्मा धन्यवाद। आज लागिरहनु भयो। आज जान्न भन्ने मान्छे त्यत्तिकै रहनुभयो। म जान्छु, यो बर्सातलाई, यो मौसमलाई ईश्वरले परिवर्तन गर्नुहुन्छ। मन बनाउनु भयो। आज वाकैमा परमेश्वरले काम पनि के गर्नुभयो, प्रकट गर्नुभयो। परमेश्वरमा जुन दिनबाट, जस्तै यो माइकमा तार छैन तर पनि आवाज आइरहेको छ। तर यो माइकमा एउटा चिज छ। यो माइकमा के छ त, एउटा चिज के छ त, ब्याट्री छ। ब्याट्री छ त आवाज प्रष्टसँग आएको छ। त्यस्तै हामीभित्र ईश्वरप्रति विश्वास छ। ईश्वरको आवाज टक टक सेट गरेर काम ईश्वरले प्रकट गरिसक्नु भएको छ। यसमा आवाज आउन के चाहिन्छ, ब्याट्री चाहिन्छ। ईश्वरको स्वर्गको हालतको समयमा आशिषको आवाज ईश्वरले दिइसक्नु भएको छ। सन्तान, तिमी सँगै छु। बच्चा, तिम्रो लागि छु। तिमी नडराऊ, तिमी मन कमजोर नगर, म तिमी सँगै छु। जसरी संसारको मौसम बदल्नु भयो, त्यस्तै जीवनको हालतको मौसमलाई पनि ईश्वरले बदलिसक्नुभयो। आँखोदेखि परमात्मा पिताले काम प्रकट गरिसक्नुभयो। जसरी संसारको मौसम गुरुको समयमा पनि समुद्रबाट चेलाहरूलाई लिएर पारी जाँदै हुनुहुन्थ्यो। बिच बाटोमा पुगेपछि, बिच समुद्रमा पुगेपछि भेल आयो, बाढी आयो, हावाहुरी आयो, बतास झोक्का आयो। तब सबै चेलाहरू डराउन लाग्नुभयो। तर गुरु आनन्दले ईश्वरलाई धन्यवाद गर्नुभयो। मस्त निन्द्रामा पर्नुभयो, किनकि सन्तुष्टि छ उहाँसँग। सबै डराउन लाग्नुभयो। जहाज डुब्नै लाग्यो, हामी डुब्नै लाग्यौँ, नष्ट हुनै लाग्यौँ। हे प्रभु, हे गुरु, तपाईँ उठ्नुहोस्, बचाउनुहोस्, आत्तिन लाग्नुभयो। गुरु उठ्नुभयो। हेर्दाखेरि हालत त्यस्तै छ, अन्धकार छ। तर चेलाको मन कमजोर भयो, गुरुको मन कमजोर भएन। गुरु लागिरहनु भयो, पितासँग लागिरहनु भयो। हेर्दाखेरि त आँधी बेहेरी एकदमै हालत त एउटै थियो, जहाज एउटै थियो। चेलाको पनि गुरुको पनि हालत त एउटै थियो। तर गुरुको मनको सँग थियो ईश्वरसँग। जब मन ईश्वरसँग हुन्छ तब हामी निरुत्साहित हुँदैनौँ। जब ईश्वरसँग मन कनेक्सन हुन्छ, जस्तो पहाड जस्तो समस्यालाई पनि सजिलैसँग पिताले मैदान बनाइसक्नु भएको छ। परमेश्वर काम गर्नलाई सामर्थ्य हुनुहुन्छ। परमेश्वर महिमाको दाता हुनुहुन्छ। तब गुरुले उठ्नुभयो। हेरिरहनु भएन, त्यो मौसमलाई हेरिरहनु भएन।
हेर्नुहुन्थ्यो भने उहाँ पनि कमजोर हुनुहुन्थ्यो। उहाँले हेरिरहनु भएन, उहाँले ईश्वरमा बुझाउनु भयो। अब यहाँभन्दा पनि ठुलो उतार्नलाई तपाईँले के राख्नु भएको छ त्यो देखाउनुहोस् माग्नुभयो। परमेश्वरको बुद्धिलाई प्रयोग गर्नुभयो। उति बेलै परमेश्वरले मनमा मुखमा वचन दिनुभयो। तब मौसमलाई बोल्नुभयो, शान्त होइजा बोल्नुभयो। जति बेला बोल्नुभयो त्यति बेला मौसम शान्त भयो। तब झलमल्ल घाम लाग्न सुरु गर्यो। तब चेलाहरूलाई आनन्दसँग लिएर समुद्र पारी परमेश्वरले सजिलोसँग गराउनुभयो, पार गराउनुभयो। त्यस्तै जीवनमा हालत, समस्या, बाधा, रुकावट चिन्ता नगर्नु, ईश्वरलाई माग्नु। पिता अब के बोलाउँ त, अब के छ त? यो पैताला मुनिको धुलोले त यति देखाउँछ भने तपाईँ त शक्तिशाली परमेश्वर हुनुहुन्छ, यहाँभन्दा महान हुनुहुन्छ। तपाईँको महान काम मेरो अगाडि तपाईँले प्रकट गरिसक्नु भयो पिता, धन्यवाद भनेपछि परमेश्वरले काम प्रकट गरिहाल्नुहुन्छ। ईश्वर त महिमाको मालिक हुनुहुन्छ, आशिषको भण्डारी हुनुहुन्छ, उन्नतिको भण्डारी हुनुहुन्छ। त्यसैले परमेश्वरमा विश्वास गर्दै, परमेश्वरमा आनन्द गर्दै अगाडि बढ्छौँ। परमेश्वरले हाम्रो हात समातेर अरू अरू माथि माथि लेभलको काम परमेश्वरले प्रकट गरिरहनु भएको छ। त्यसैले फुल देख्छौँ, भित्रको बासना देख्दैनौँ। संसार देख्छौँ, जलाउने देखिनुहुन्न। देखिएको चिज नाश हुन्छ, जलाउने नाश कहिले हुनुहुन्न। अदृश्य पिताको महिमा गरेका छौँ, दृश्य काम ईश्वरले प्रकट गरिसक्नु भएको छ हैन। त्यसैले फुल देख्छौँ, बासना देख्दैनौँ। त्यस्तै फुल छ तर बासना छैन भने त्यसको के अस्तित्व? ईश्वरको सन्तान हो तर ईश्वरप्रति विश्वास छैन भने त्यो ईश्वरको सन्तानको पनि के अस्तित्व? त्यसैले परमात्मा आज विश्वास भरिदिनु भयो, विश्वास गर्न सक्ने आत्मा भरिदिनु भयो। परमात्मालाई धन्यवाद। यीशु मसीहको नाउँमा सबैजनाले एकदम भजनमा उत्साहित भएर एकदमै मन बढाउनु हुनेछ। त धन्यवाद पिता, यीशु मसीहको नाउँमा। फुल देखिन्छ, फुल भित्रको बासना देखिँदैन। फुल देखिन्छ, फुल भित्रको बासना देखिँदैन। मानव निर्मित तस्बिरमा ईश्वर भेटिँदैन, ईश्वर भेटिँदैन। ईश्वर मनमा छन्, वनमा होइन। जति खोज्यौँ चिज वस्तुमा अब खोज्ने छैन। जति खोज्यौँ चिज वस्तुमा अब खोज्ने छैन। खोज्छौँ त हजुर, पाउनु पर्ने पाएका छौँ, भेट्नु पर्नेलाई भेटेका छौँ। अब चिन्ता गर्नुपर्छ त? ताली अझै बजाउनुहोस् है, एकदमै उत्साहित हुनुहोला। मन पवित्र भयो भने लोटामै छ गङ्गा। भजन वचन गवाई सुन्दा भयौँ भला चङ्गा, भयौँ भला चङ्गा। ईश्वर वनमा छन्, वनमा होइन। जति खोज्यौँ चिज वस्तुमा अब खोज्ने छैन। जति खोज्यौँ चिज वस्तुमा अब खोज्ने छैन। खोज्छौँ त अब, किनकि मन पवित्र भयो भने लोटामै छ गङ्गा, होइन त हजुर?
मन पवित्र भयो भने लोटामै छ गङ्गा। सबैभन्दा मन पवित्र छ, सबै पवित्र छ। मन अपवित्र छ, सबै अपवित्र छ। मन पवित्र पनि हामीले बनाएर हुँदैन, पवित्र मन ईश्वरबाट आउँछ। ईश्वरको यो पवित्र आत्मा कसरी आउँछ त? रोमी 10:9 अंगीकार गरेपछि आउँछ। जगतको मालिक मेरो पिता हुनुहुन्छ, ईश्वर मेरो पिता हुनुहुन्छ, उहाँको पुत्र मेरो प्रभु अर्थात् गुरु हुनुहुन्छ। परमेश्वर पिताले मेरा गुरुलाई मरेकोहरूबाट 3 दिनमा जीवित पार्नुभयो भने मलाई पनि आर्थिक स्रोतमा, स्वस्थ जीवनमा, स्वस्थ विचारमा जीवित पारिसक्नुभयो। धन्यवाद ईश्वर, भइसक्यो। तपाईले काम गरिसक्नुभयो। जब यी 3 कुरा बोल्यौं तब पवित्र आत्मा पायौं। विश्वास गर्न सक्ने आत्मा, बलियो हुन सक्ने आत्मा, हालत आउँदा पनि खडा हुन सक्ने आत्मा, समस्या आउँदा पनि जित्न सक्ने आत्मा, बाधा रुकावट आउँदा पनि खुसी भएर आनन्दित भएर चल्न सक्ने आत्मा, अनि दरिद्रतालाई धनमा बदल्न सक्ने आत्मा, जसले तुच्छ पारेको छ त्यही ठाउँमा उच्च पार्न सक्ने आत्मा। परमेश्वरले के गर्नुभयो? आज ग्रहण गरेको दिनबाट ईश्वरले त्यो आत्मा दिनुभयो। अब मन पवित्र भयो। जब मन पवित्र भयो, हाम्रा हेराइ पनि पवित्र हुन्छ, हाम्रा भाषा बोली पनि पवित्र हुन्छ, हाम्रा सोच पनि पवित्र हुन्छ। किनकि गुरुले हर समय पितासँग माग्नुहुन्थ्यो, परमात्मा पिता मलाई जति पनि आशिष दिनुहुन्छ हजुरले, मेरो इच्छा नै, तर हजुरको इच्छा पुरा होस्। गुरुले सधैँ कसको इच्छालाई माग्नुहुन्थ्यो? ईश्वरको इच्छालाई। गुरु आफ्नै इच्छा पुरा गर्न लाग्नु भएन, ईश्वरको इच्छालाई पुरा गर्न लगाउनु भयो। त्यस्तै मन हामीलाई पनि परमेश्वरले दिनुभएको छ। पवित्र मन लोटामै छ गङ्गा। गङ्गामा जानुभयो, डुब्नुभयो। बाहिर शरीरको छालाको मैलो जाला, तर मनको मैलो फाल्नलाई ईश्वरको वचन चाहिन्छ। जब मनको मैलो गयो तब जीवनका सबै समस्या हटिसकेको छ, भागिसकेको छ। धन्यवाद पिता, तपाईको काम प्रकट भइसकेको छ। परमात्मालाई धन्यवाद। परमेश्वरमा विश्वास गर्छौं, परमेश्वरमा मन लगाउँछौं। परमेश्वरमा जसरी तारको कनेक्सन ट्रान्समिटरमा हुन्छ, तब झलल्ल बत्ती बल्छ। बत्ती बल्दाखेरि यति धेरै वर्ष अगाडिको अँध्यारो रहेछ, यो त भाग्दैन होला भन्दैन। जब बत्ती बल्छ तब अन्धकार हटेकै हुन्छ। त्यस्तै जब ईश्वरको वचनको बत्ती आयो, मनका अन्धकार, समस्याका अन्धकार, ऋणका अन्धकार, डरका अन्धकार, चिन्ताका अन्धकार, ऋणका अन्धकार, रोग समस्याका अन्धकार हट भनेपछि ईश्वरले चट पारिसक्नुभयो, हटाइसक्नुभयो, भगाइसक्नुभयो। परमेश्वर सामर्थ्य ईश्वर हुनुहुन्छ। यो सारा विश्वलाई वचनले बनाउनु भयो। वचनले एउटै शब्दले आकाश होस् बोल्दा आकाश भयो, पृथ्वी होस् बोल्दा पृथ्वी भयो। त्यही आत्माबाट बिरामी सबै सन्चो होस् बोल्नुहोस्, भइसक्यो। जति बेला बोल्नुभयो त्यति बेलै भइसक्यो। जे चाहिएको छ त्यो पाइसके बोल्नुभयो, हुन आइसकेको छ। परमेश्वरलाई धन्यवाद। मन ईश्वरमा लगाउनु, ईश्वरमा लगाउनुहुन्छ त समस्या फिक्का लाग्छ। मनलाई संसारमा लगाउनुहुन्छ गाढा जस्तो लाग्छ। एक चम्चा पानीलाई सानो गिलासमा घोल्नुहुन्छ, चर्को हुन्छ।
त्यही एक चम्चा नुनलाई तपाईँले समुद्रमा लगेर घोल्नुहुन्छ, हिलाएर जान्छ। त्यस्तै समस्यालाई ईश्वरमा जिम्मा दिनुहुन्छ, ढिलाएर गइसक्यो।